मित्रहरू म अहिले दिक्तेलै फर्किने क्रममा यहाँनिर आइपुगेको छु। हाम्रो किराँत वंशी राजा यलम्बरको प्रतिमा देखाउँदैछु म तपाईहरुलाई। यो हाम्रो सबैभन्दा नेपालमा बढी राज गर्न शासन सत्ता चलाउने भनेको किराँत वंशीहरू हो। यलम्बर हाम्रो यलम्बर राजाको प्रतिमा बनिएको रहेछ यहाँनिर। यो चाहिँ उहाँको प्रतिमा रहेछ। यहाँदेखि अलिक माथि जाँदाखेरि थोरै माथि जुन हाम्रो यलम्बर राजाको देखेको प्रतिमा छ, त्यो प्रतिमा चाहिँ धेरै टाढादेखि देखिने एउटा भयङ्कर ठुलो प्रतिमा रहेछ। नेपालमा सबैभन्दा बढी शासन सत्ता चलाउने किराँतहरू नै थिए। यो इतिहासको पानहरूमा पल्टाउँदा र इतिहासलाई हेरेर कोट्याउँदाखेरि सबैभन्दा नेपालमा शासन सत्ता चलाउने नेपालको किराँती राजाहरू नै थिए, किराँतहरू नै थिए। म तपाईहरुलाई यहाँबाट हाम्रो यलम्बर राजाको प्रतिमा देखाउन म चाहन्छु तपाईहरुलाई। र म अहिले बाटोमा फर्किने क्रममा तपाईहरुलाई थोरै यो भिडियो कैद गरेर देखाउन चाहदैछु। यहाँ चाहिँ हाम्रो यलम्बर राजाले आफ्नो धनुबाण तीर बोकेकोहरू प्रतिमा बनिएको रहेछ मित्रहरू। म यो बिहानीको घाम सँगसँगै यहाँ अलिक माथि पुग्नलाई त कताबाट बाटो अलिक तबाट छ क्या, र त्यहाँसम्म नपुगे पनि म थोरै तलबाट देखाउँदैछु। म अहिले यात्राक्रममा फर्किने क्रममा छु र फर्किँदैछु र तपाईहरुलाई बिहानीमा म देखाउन चाहिरहेको छु मित्रहरू। यो पहिलो गेट रहेछ, दोस्रो गेट यो यहाँबाट यसै जाँदाखेरि प्रतिमा चाहिँ ठुलो प्रतिमा चाहिँ यहाँ माथि रहेछ मित्रहरू। हाम्रो यलम्बर राजाको प्रतिमा चाहिँ मलाई खासै यो ठाउँको नाम भन्न त आएन, नआए तापनि तपाईहरुलाई म देखाउन चाहन्छु कि यो चाहिँ निकै धेरै नै ठुलो प्रतिमा बनेको रहेछ यहाँनिर। किराँत राजा यलम्बरको प्रतिमा। कालो बाटो हिँड्दा सास पनि तानिन्छ। हाम्रो किराँत राजा यलम्बरको प्रतिमा हो यो प्रतिमा तपाईहरुलाई म देखाउन चाहदैछु। र यहाँनिर निकै मजाले राम्रोसँगले मैले देखेअनुसार आम्मामा कति धेरै ठुलो प्रतिमा रहेछ। अनि गेटमा तपाईको वाबु सोलाया पनि रहेछ। अब यो हाम्रो किराँती पहिचान झल्किने तरिकाको प्रतिमाहरू बनेको रहेछ। यसमा यो जुन अहिले किराँती कल्चर ड्रेस छ लगाएको छ, यसमा धेरै कथाहरू मुन्दुम अनुसार जुन हामीले यो पुतलीको जस्तो देखेछ, यसमा धेरै छ मित्रहरू। निकै नै अग्लो हाम्रो यलम्बर राजाको प्रतिमा चाहिँ म फर्किने क्रममा तपाईहरुलाई यो मेरो क्यामेरामा कैद गरेर देखाइरहेको छु मित्रहरू। जुन यो देखेको यसलाई हाम्रो भाषामा वाबु भन्छौँ। अनि जुन यो देखेको हाम्रो भाषामा सोलाया भन्छौँ मित्रहरू। यो चाहिँ हाम्रो भाषामा यसलाई सोलाया भनिन्छ भने हाम्रो यहाँ हुनुहुन्छ किराँत वंशी राजा यलम्बरको प्रतिमा धेरै नै छ र यसलाई हामी वाबु भन्छौँ। वाबु मित्रजन धेरै नै भयङ्कर ठुलो यलम्बरको प्रतिमा बनेको रहेछ यहाँनिर।
हेलम्बर राजाको प्रतिमा हो यो। म त हेलम्बरको जुत्तामै जुन हेलम्बरको खुट्टामै हराउने छु। यति धेरै हाइट छ। म अहिले जुन खुट्टाको लेभलमा छु म हाइट भनेपछि अन्दाज गर्नुहोस् निकै ठुलो यो हेलम्बरको प्रतिमा यहाँ बनेको रहेछ। म देखाउन चाहँदै तपाईँहरू माझ बिच यति भन्दै म बिदा हुन चाहन्छु। हस्त धन्यवाद, बाई बाई।